Welcome to Beneath Crick. Pre-match analysis Rohit versus Sandeep. यो म्याच लोअर मुलपानीमा हुन्छ तर पानी परो भने हुँदैन किनभने अस्तिको म्याच हेरेर थाहा पाइसकिम कि ग्राउन्डको अवस्था कस्तो छ भनेर। क्यानले सुपर स्विपर टियुबाट ल्याउनु पर्छ, एउटा टिफरमा भए पनि हालेर ल्याउनु पर्छ। अब कुरा गरौँ मेरो फेभरेट क्याप्टेन रोहितको र सन्दीपको बारेमा। सन्दीपले अवे कन्ट्रीमा कतिवटा म्याच जितेको थियो र लर्निङ पौडेलले कतिवटा म्याच हारेको छ। पहिला सन्दीपको स्ट्याट्स हेरौँ। 2020 मा लिगको जब ओमनको सिरिज हुँदा त्यो सिरिज सन्दीपको क्याप्टेनसिपले गर्दा जितेको हो अनि त्यसपछि नेपाल भर्सेस जिम्बाब्वे भयो। त्यो सिरिज पनि नेपालले जितेको थियो सन्दीपको क्याप्टेनसिपले गर्दा। अनि केनिया भर्सेस नेपाल हुँदाखेरि पनि सन्दीप नै क्याप्टेन थियो। त्यो सिरिज पनि हामीले जितेको थियौं। सन्दीपको अवे कन्ट्रीमा राम्रो छ। र अब कुरा गरौँ हाम्रो अहिलेको क्याप्टेन रोहितको बारेमा। अब कहानी सुनौँ है त। जब सन्दीपलाई रेप केसमा फसायो त्यहीदेखि रोहित क्याप्टेन भएको हो। अब कुरा गरौँ स्ट्याट्सको। यसपालिको CWC लिग 2 मा केवल 2 म्याच जितेर र 2 म्याच वास आउट भएर 6 पोइन्ट छ। हाम्रो पहिलाको सिरिज लिग 2 मा सन्दीप क्याप्टेन हुँदाखेरि हामीसित 15 पोइन्ट थियो। तर अहिले हेर्नु कस्तो छ हालत हो थाहा छ। रोहितको क्याप्टेनसिपमा हामीले एसिया कप, इन्डिया, पाकिस्तानसित खेल्न पायौं, वर्ल्ड कप पनि खेल्न पायौं। साउथ अफ्रिकासित 1 रनले गर्दाखेरि हामी हार्यौं अनि बङ्गलादेशसित पनि 86 रनमा अल आउट भएर हामी हार्यौं। क्याप्टेन अगाडि आउनु पर्ने हो तर पनि रोहितको डरपोक भावले गर्दाखेरि यस्तो ठुलो ठुलो म्याचमा क्याप्टेनसिप जोग गर्छ। अनि अस्ति नै हेर्नु कुवेतसित 7 रन के हो यो क्याप्टेन। न यसपालि एसिया कप खेल्न पायौं न त इमर्जिङ एसिया कप नै खेल्न पायौं। स्टुअर्ट ल हामीलाई पुग्यो यस्तो क्याप्टेन। क्यानलाई के भन्छु भने सन्दीपको क्याप्टेनसिप फिर्ता दिनुपर्छ नभए यो लर्निङ पौडेलले ओडिआई स्ट्याटस पनि हातबाट चिप्लाउँछ। र भिडियो मन परेमा लाइक, शेयर, कमेन्ट र सब्स्क्राइब गरेर माया गरिदिनु होला। धन्यवाद।